तपाईले बोल्न आउँदैन रहेछ धेरै खालका जेनजी छन् तपाई कुन प्रकारको जेनजी हो भन्दिनुस् तपाई मलाई कुन प्रकारका जेनजी छन् भन्नु धेरै छन् जेनजी के होला दुई चारवटा प्रकार भन्दिनुस् कस्तो प्रकार 2.2 देखि लिएर यहाँ त के 2.2 जेनजी भनेको जेनजी त एउटा युएस यो एज ग्रुप हो जेनजी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनुपर्छ त्यो तपाई के लयर हो तपाई लयर हो कसरी जिम्मेवार तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ कसरी रेस्पोन्सिबल भयो तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले के बोल्नु भएको भन्नुस् त तपाईले बोल्न आउँदैन रहेछ के क्वेशन गर्नु भएको तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको यस्तो हावा क्वेशन नगर्नु तपाईँ अराजक कुन आधारमा भन्नुभयो कुन आधारमा भन्नुभयो यत्रो तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो किन होला हो भनिदिनु त कसरी